गाइस मैले चाहिँ सागसुकै चाहिँ मैले फर्स्ट ट्राईको लागि मैले यो गुन्द्रुक बनाएको छुइनँ नि त। अनि अस्ति माथि आको आनीले दिनुभएको त एकदम मिठो लागेर म आफै फर्स्ट ट्राई गरेको। ग्रिन हाउसको भित्रको एक पाटाको चाहिँ मैले उखालेर ल्याएको हिजो। अनि धोएको है गाइस, यो चाहिँ मैले धोएर मैले यहाँ सानो च्यादरसित यसमा सुकाएको। पछि तपाईँहरूलाई पनि मिठो बनेछ र मिठो भएसम्म दिउँला है, बाँडीचुँडी खुवाउँला अलिअलि भए पनि। ल साथीहरू, अस्ति मैले गुन्द्रुक बनाएको चाहिँ भएछ। अब मैले गुन्द्रुक कुटेर सुकाएको थिएँ है, मैले यो ट्राई गरेको थिएँ फर्स्टचोटि। गुन्द्रुक चाहिँ भएछ, अमिलो अमिलो भएछ, गनाउँदैछ है। आज मैले बट्टाबाट खोलेर सुकाउँदैछु, अमिलो गनाइरहेछ। गुन्द्रुक चाहिँ कसरी चाहिँ बनाउनु पर्ने छ भनेर चाहिँ मैले यो एक बट्टामा बनाएर सिकेको थिएँ। ल भएछ है साथीहरू। अब कसलाई मनपर्छ मेरो फेसबुकको साथीहरूलाई भन्नुहोस् है, म यो गुन्द्रुक प्याकिङ गरेर पठाइदिउँला। सुकेर चुरुम चुरुम भएसम्म चाहिँ हुन्छ। तपाईँहरूलाई म देखाउँदिनँ मात्रै नि भिडियो गरेर, म त खानु मन परेसम्म पठाइ पनि हाल्छु है। अनि यो चाहिँ तर मेरो फर्स्ट ट्राई है साथीहरूले नसोच्नु होला यति गुन्द्रुक को खाने को हेर्ने भनेर। अब चाहिँ कसरी बनाउँदो रहेछ भनेर मैले जस्ट ट्राई मात्रै गरेको है। अनि जाने अब फेरि अब चाहिँ अलिक थुप्रो लाउनु पर्यो है। माथि साग फुलेर सक्नु आँटिसकिसक्यो। ल हुन्छ, तपाईँहरूलाई म यो गुन्द्रुक है तपाईँहरूलाई कसको फेभरेट हो, मन पर्यो भने भन्नुहोस् कमेन्ट्समा। सुक्यो भने म सबैलाई बाँडीचुँडी दिउँला। हुन्छ।